voice. गाइज आज चाहिँ हामी जाँदैछौँ मन्दिर। कुन मन्दिर भने तपाईँहरू लास्टसम्म हेर्नु, तपाईँहरू आफैलाई थाहा भइहाल्छ नै। अनि हामी घर जाँदा चाहिँ यति सानो झोला बोकेर जान्छौँ, तर फर्किँदा कत्रो हुन्छ थाहा हुँदैन। अनि हामी चाहिँ जाँदैछौँ अब माइक रोड चढेर, तर हाम्रो ब्याड लक सुरु भएछ, के भन्नु। हामी जाँदैछौँ अनि आधी बाटोमा पुगेर गाडी बिग्रेर हैन हाम्रो हालत के भइसक्यो त्यो हामीलाई नै थाहा थिएन। अनि हामी चाहिँ वहीँ गएर मम्मी बुवालाई भेट्यौँ। अनि हामीले भाइले सिकाउँदैछ केबल कारमा चढेपछि कस्तो फिल हुन्छ भने। अनि हामी चाहिँ भाइको कुरा सुनेर सबैजना हाँस्दै रमाउँदै केबल कारमा चढेर त्यहाँको दृश्यहरू भ्यू गर्दै जाँदैछौँ। हेर्नु न कति राम्रो भ्यू, डाँडा काँडा सबै माथिबाट सबै देखिने। हामी चाहिँ कुरा गर्दै यस्तो छ उस्तो छ भन्दै जाँदैछ। अनि मेरो सानो चाहिँ सबैजनाको भिडियो गर्दै रमाउँदै हेर्दै जाँदैछ। अनि बुवासँग भाइसँग 7 महिनापछि भेट भएको कुरा गर्दै हाँस्दै रमाउँदै त्यहाँको भ्यूहरू इन्जोय गर्दै जाँदैछौँ। अनि हामीलाई चाहिँ बुवाले भनिदिनुहुन्छ यहाँ यस्तो छ उस्तो छ भन्दै। साँच्चै नै निकै रमाइलो भइरहेको थियो। मलाई चाहिँ मेरो बर्थडेको हामी चाहिँ सबैजना सरप्राइज सबै गिफ्ट सबै यही थियो। फाइनल्ली हामी चाहिँ मन्दिर आइपुग्यौँ। अनि सबैजनाले पूजा गरेर फोटोहरू खिचेर रमाइलो गरेर, खास गरी यो भिडियो चाहिँ जेठ 5 गते मेरो बर्थडेको दिन थियो। पोस्ट चाहिँ लेट भयो। थ्याङ्क यू फर वाचिङ गाइज। मेरो भिडियो हेरिदिनु भएकोमा लास्टसम्म। अनि यो भिडियोलाई लाइक, कमेन्ट, फेभरेट, रिपोस्ट सबै गरिदिनु होला। थ्याङ्क यू गाइज।